म जहाँ पनि पुग्छु यो सुकौरा गुम्बाको चाहिँ नाताले गरेर एउटा चाहिँ बुद्ध धर्मको चाहिँ एउटा अनुयायी बनेर चाहिँ अब म जहाँ पुग्छु त्यहाँ मैले देखेको हामी तामाङहरू चाहिँ कस्तो भने हामीहरू के अरे क्रिया चाहिँ बस्नुहुन्छ क्रिया बस्ने तरिकाहरू के कहिलेकाहीँ यहीँ भयो कहिलेकाहीँ खाइमान भयो कहिलेकाहीँ बेहुद्ध लाग्दैछ अब हाम्रो तामाङहरूको यो क्रिया बस्नुभएको देखेर यहाँ चाहिँ कस्तो छ मलाई थाहा छैन मैले अघि नै भने म 3 चोटि भयो यहाँको पहिलोचोटि यहाँ खेवामा आएको छु त्यसपछि दोस्रो चोटि हाम्रो यही घरकै हो तर माथि घरमा आयो आज यहाँ आउँदैछु अनि क्रिया बस्नुहुन्छ अब हामी बुद्ध धर्म मान्नुहुन्छ कम्तीमा पनि हामी बुद्ध धर्मको सिल चाहिँ सबभन्दा कम्तीको सिल त पञ्चशील होला नि त हैन सुन्नु भएको छ नि सबैले बुद्धको सिल पञ्चशील भनेर सुन्नुहुन्छ नि बुझ्नु भएको छ नि त अब भन्नुस् हामीले पञ्चशील पालन गर्न सक्नु भयो कि भाइ हो त्यसो भएको हुनाले मैले भन्न खोजेको कुरा के हो भने चाहिँ अब हामी पञ्चशीलमा चाहिँ यदि बस्न सक्नु भएन भने घेवा गर्न चाहिँ एकदमै अधुरो घेवा नगरे नि हुन्छ किनभने त्यो अधुरो अपुरो हुन्छ किन अपुरो हुन्छ भने अब हामी अब पञ्चशीलमै छैन बुद्धको सबभन्दा सिल कम्तीको सिल पञ्चशील हो त्यो पञ्चशीलमा हामी बस्न सक्नु भने घेवा गरेर चाहिँ के फाइदा हिजोको दिनमा बाउ बाजेहरूले चाहिँ सबै गर्नुभएको काम चाहिँ हामीले चाहिँ राम्रो हो भनेर चाहिँ हामीले चाहिँ के अरे हिँड्नु हुन्छ त अब हिजोको दिनमा त बाउ बाजेले त के अरे के बाध्यताले गर्दा कस्तो काम के गरेर चाहिँ गर्नुभयो त्यहाँको युल्ठिम ग्याल्ठिम भन्छ नि त सरेरी ग्याल्बो युल्ल युल्ठिम ग्याल्ला ग्याल्ठिम भनेको मारला चाहिँ योकपोला ठिम तोर्ला चाहिँ पोम्बोला ठिम फरक फरक होला नि त त्यो ठिम अनुसारको चाहिँ काम गरेको हुनसक्छ कि अथवा चाहिँ यो चाहिँ राज्य चाहिँ देशमा चाहिँ अहिले पनि हामीले देखिरहनु भएको छ नि राज्यमा के छ तामाङहरूलाई कति छ कति मान्यता दिन्छ तामाङहरूलाई चाहिँ के छ त हिजोको दिनमा त्यो भएको कारणले गर्दा चाहिँ अनि तामाङहरू चाहिँ कति चाहिँ के अरे बसालेर राखेको छ त कति बाध्यता छ राज तोद्रे क्लेसी चाहिँ मलाई चुरी छ तामाङलाई चाहिँ खराब रेसमाले चितो भयो थेरङ गमी नत्र भने देशद्रोही भनेर चाहिँ हामीले के अरे गडी डाँडा भन्दै रहेछ त्यतिखेर त्यो काटेर चाहिँ हामीले चाहिँ तल पठाउँथ्यो अरे भन्ने कुरा हामीले गर्नु हुँदो रहेछ नि बाबुबाजेहरूले त्यसो भएको हुनाले चाहिँ त्यो राजाको ठिम गरेको हो कि अब हामीले छोई ठिम गरेको हो कि घ्याल ठिम गरेको हो कि के गरेको त्यो थाहा छैन त्यसो भएको हुनाले हामीले त्यो चाहिँ हामीले बुझ्नु पर्यो नि तिलमा यसलाई आबालाई पाली चरङ लामा ती जता लामा चरपाङ जुन यसलाई छैन अर्को छार छोए त छारै हो पाना चाहिँ सेतो सेतो हुन्छ यो के अरे चाहिँ त यो त मेरो बाउले मेरो बाजेले यो निकालेको मेरो गुरुहरूले निकालेको पिछै चाहिँ होइन यो बुद्ध भगवान आफैले चाहिँ त्यो चाहिँ के अरे गुरु मसेल चाहिँ यो कल्प अगाडिबाट उहाँले चाहिँ बनाउनु भएको जुन जो बुद्ध धर्मको चाहिँ यो त्रिपिटकको छ नि यो सन्देश छ त्यो चाहिँ मार्गदर्शन छ त्यो नै त्यो त्यही छै नै छ यो मुलुकमा यो चाहिँ ओल्डमा चाहिँ यो छोइ लगेर जानु फेल भयो भने अनि त्यहाँदेखि सुगौरा लामा फटा चाहिँ भन्नुहोस् अनि चाहिँ म चाहिँ भन्छु होइन भने चाहिँ हाम्रो छोइ कहिले पनि फरक हुँदैन तर छोइ टिम चाहिँ हामीले गर्नु जान्नु पर्यो कि